नमस्ते साथीहरु, यहाँलाई फेरि पनि स्वागत छ हाम्रो यस युट्युब च्यानल नेपाल शेयर बजारमा। आइपिओ तथा शेयर सम्बन्धी जानकारीमूलक भिडियो पाउनका लागि हाम्रो यस युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। र भिडियो मन परेमा यस भिडियोलाई लाइक, शेयर तथा कमेन्ट समेत गरिदिनु होला। साथीहरु, भर्ने हैन त आइपिओ हो आजैदेखि अर्थात् फागुन 26 गतेदेखि ओम मेगाश्री फार्मास्युटिकल्सले चैत 3 गतेसम्मका लागि हामी सर्वसाधारणको लागि आइपिओ बिक्री खुला गरेको छ, जसले यसभन्दा अगाडि वैदेशिक रोजगारमा रहेका नेपालीहरूको लागि आइपिओ बिक्री खुला गरी वितरण समेत गरिसकेको थियो। यस ओम मेगाश्री फार्मास्युटिकल्स कम्पनीले आफ्नो जम्मा चुक्ता पुँजी मध्ये 60 करोड बराबरको 30% शेयर आइपिओ बिक्री वितरणका लागि खुला गरेको थियो, जुन हामी सर्वसाधारणको लागि 18 करोड बराबरको 18 लाख किता रहन गएको छ। जसमध्ये यस कम्पनीले पहिलो चरणमा जम्मा 18 लाख किता शेयरको 10% ले हुने 1,80,000 किता भने वैदेशिक रोजगारमा रहेका नेपालीहरूको लागि पहिले नै बाँडफाँड गरिसकेको छ र 5% ले हुने 90,000 किता शेयर चाहिँ यसले म्युचुअल फन्डलाई छुटाएको छ भने 3% ले हुने 54,000 किता चाहिँ यसले आफ्ना कम्पनीका कर्मचारीहरूलाई छुट्याएको छ र बाँकी रहेको त्यसमध्ये प्रति शेयर 100 रुपैयाँ अंकित 14,76,000 किता भने जेनरल पब्लिक अथवा हामी सर्वसाधारणहरूको लागि आज फागुन 27 गतेदेखि चैत 3 गतेसम्मको लागि बिक्री वितरण खुला गरेको छ। र यस फार्मास्युटिकल्स कम्पनी लिमिटेडको आइपिओ इस्यु म्यानेजर तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटललाई नियुक्त गरिएको छ भने यस कम्पनीको आइपिओमा आवेदकले कम्तीमा 10 कितादेखि अधिकतम 10,000 कितासम्म आवेदन दिन सक्नेछन्। र साथीहरु, यस कम्पनीको केयर रेटिङको कुरा गर्ने हो भने इक्रा नेपाल केयर रेटिङ्स नेपालले यस कम्पनीलाई केयर एनपी BB-IS रेटिङ दिएको छ, जसले यस कम्पनीमा लगानी गर्न न्यून जोखिम रहेको दर्शाउँदछ। र साथीहरु, यो शेयर चाहिँ जम्मा 14,76,000 किता मात्रै भएकोले यस शेयरको बाँडफाँड हुने क्रममा चाहिँ भाग्यमानी लगभग 1.5 लाख आवेदकहरूले मात्र यसको शेयर प्राप्त गर्नेछन् भने बाँकी सबै लगानीकर्ताहरूको हात खाली नै रहनेछ। र साथीहरु, यदि तपाईहरुलाई यस कम्पनीको शेयर परिहालेमा यस कम्पनीको शेयर चाहिँ दोस्रो बजारमा यसको अर्निङ पर शेयर तथा नेटवर्थको कुरा गर्ने हो भने यस कम्पनीको नेटवर्थ लगभग 90 रुपैयाँ रहेको छ र शेयर बजारमा आफ्नो नेटवर्थको 3 गुणासम्म ओपनिङ रेन्ज तोक्न सक्ने भएकोले यस कम्पनीको दोस्रो बजारमा आइपिओ कारोबार हुँदाखेरि 90 रुपैयाँदेखि 270 रुपैयाँ प्रति शेयरमा कारोबार बिक्री सुरु हुनेछ। साथीहरु, अहिलेको केही विगतको समय हेर्ने हो भने आइपिओ लगातार आइरहेको छ, जसमध्ये माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरूको त कुरै नगरौं। यसभन्दा अगाडि क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो लाइफ इन्स्योरेन्स, गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स जस्ता कम्पनीहरूले आफ्नो शेयरहरू बिक्री गरिसकेका छन्, जसमध्ये सेकेन्डरी मार्केटमा गार्जियन माइक्रो लाइफ इन्स्योरेन्सले एकदमै पोजिटिभ सर्किट देखाइरहेको छ, जसले आफ्ना लगानीकर्ताहरूलाई एकदमै राम्रो रिटर्न अन इन्भेस्टमेन्ट समेत प्रदान गरेको छ। र साथीहरु, अब 7ले फेरि पनि अरु कम्पनीहरूलाई आइपिओ निष्कासन गर्नका लागि स्वीकृति दिनका लागि तयारी गर्दैछ, त्यसैले कुनै पनि शेयर भर्नको लागि नछुटाउनु होला। र भविष्यमा शेयर तथा आइपिओ सम्बन्धी यस्तै जानकारीमूलक भिडियोहरू हेर्न वा बुझ्न चाहनुहुन्छ भने हाम्रो यस युट्युब च्यानललाई लाइक, सब्स्क्राइब गरी भिडियो मन परेमा भिडियोलाई शेयर समेत गरिदिनु होला। हस्त, धन्यवाद।